सजिलो कस्टिङ छ यसको तपाईँको हामीले चाहिँ कलरहरू धेरै प्रकारको युज गर्नुपर्छ खर्च चाहिँ आउँछ यसले मिलाएर गर्नुपर्छ हामीले सबै कुरा खास अब यसमा कस्टिङ जति मेहनत हुँदै जान्छ त्यति नै अब महँगो हुँदै जाने हो अहिले चाहिँ अब नयाँ पुस्ता र नयाँ जेनेरेसनले खोजेको चाहिँ कस्तो छ भने लेटेस्ट भर्जनमा होइन अलिकति सस्तो खालको खोजेको छ अनि त्यही खालको पनि हामीले उत्पादन गरिरहेको छौँ पेन्टिङ त अब मैले बुवाहरूसँगै सिकेको बुवाहरू आफै पेन्टर थिए होइन उहाँले गर्दा गर्दै हामी अटोमेटिकली जानेको अब मेरो श्रीमती पनि अब त्यसरी नै जाने होइन अब हामी पेन्टर भएपछि उहाँहरू हामीसँग विवाह गरेर बन्धन बाँधिसकेपछि हामी सँगसँगै बिस्तार त्यसरी नै जाने पेपर त अब यस्तो हो हामीले अब त्यसरी हुँदैन अब फर्स्ट अफ अल हामीले चाहिँ यो चाहिँ कपडा नै किन्ने हो कटन कपडा नै किनेर अनि त्यहाँबाट केमिकललाई अलि मिलाएर माड हालेर पेपरमा परिणत गर्ने हो यसमा त्यति साह्रो चाहिँ कस्टिङ पर्दैन थाङ्गा कपडा भनेर नि चिनिन्छ अब यसलाई खास अब सेतो कपडाहरू तपाईँले नि देख्नुहुन्छ बजारमा जति पनि भेटिन्छ होइन त्यही कपडालाई परिणत गरेर बनाउने हो मेरो मनमा लागेको चाहिँ के छ भन्दा समग्र यहाँ नेपाली दाजुभाइहरू अथवा अन्त कोही बसेको छ भने यसो थाङ्गाको विषयमा चासो लिएको व्यक्तिहरू छ भने डाइरेक्टली हामीसँग कनेक्ट गर्दाखेरि सस्तो पनि पर्छ होइन अनि कोही कसै चाहिँ अब बेरोजगार भएर बसेको होइन उहाँहरूले चाहिँ काम गर्नलाई चाहिँ अलिकति गाह्रो भइरहेको आफ्नै खुट्टामा आफै निर्भर हुन नसकेकोहरूलाई पनि हामीले ट्रेनहरू दिएर चाहिँ अब काममा उहाँलाई सहज पुर्याउँछौँ जो बेरोजगारी भएको व्यक्तिहरूलाई यसमा चाहिँ फेरि अब हामीले महिला पुरुष भन्ने कुरो हुँदैन जसलाई इच्छा लाग्छ त्यसलाई चाहिँ हामीले मजाले उहाँहरूले कामलाई निरन्तर गरेर दिन सकिन्छ यो आर्टिस्टहरूले डाइरेक्टली सेल्स गर्न नपाउने बिचमा जो दोस्रो चरणको व्यक्तिहरू भएर मात्रै सप्लाई गर्न सक्ने त्यसले गर्दाखेरि हामीलाई चाहिँ अलिकति महँगो परेको छ त्यसले अब नेपाल सरकारले अलिकति राम्रो ढङ्गले हेरिदियो भने गुणस्तर हुन्थ्यो भन्ने हाम्रो आशा हो